अहिले भने म रहेको छु भरतपुर अस्पताल चितवन इमर्जेन्सी सेवा रहेको छु र यसको नजिकै देख्न सक्नुहुन्छ हजुरहरूले एकदमै निकै आकर्षक यो पानीको भवरा खाने ठाउँ चाहिँ बनाइएको छ। यो पनि एकदम राम्रो देखिरहेको छ है। यो भवरा चाहिँ भरतपुर अस्पताल चितवन आर्थिक सहयोग निर्माण भने यो चाहिँ कृषि विकास बैंक लिमिटेडबाट चाहिँ सहयोग प्राप्त भएर चाहिँ बनेको रहेछ। देख्न सक्नुहुन्छ निकै राम्रो छ। देख्न सक्नुहुन्छ यहाँ नजिकै साझा क्यान्टिन रहेको छ भरतपुर अस्पतालमा। यहाँ भने सस्तो खाना र सफा बिरामीहरूको लागि लगायत कुराहरूको लागि पनि पाइन्छ। देख्न सक्नुहुन्छ। अनि यहाँदेखि त्यता चाहिँ ब्लड ब्याङ्क छ है। यदि कसैलाई आवश्यक पर्यो भने चाहिँ त्यहाँ रेड क्रस सोसाइटीको देख्न सक्नुहुन्छ नेपाल रेड क्रस सोसाइटीबाट चाहिँ त्यहाँ ब्लड ब्याङ्क पनि छ त्यहाँ।